एनपिएलले नेपाली खेलकुद क्षेत्रमा ल्याएका 4 परिवर्तन। मिडियामा खेलकुद पत्रकार नियुक्तिदेखि टिमको आत्मविश्वास वृद्धिसम्म। क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको आयोजनामा 2081 मङ्सिर 15 गतेदेखि पहिलोपटक नेपाल प्रिमियर लिग क्रिकेटको आयोजना गरियो। अन्तर्राष्ट्रिय स्तरमा निकै प्रख्यात स्पोर्ट्स च्यानल स्टार स्पोर्ट मार्फत प्रसारण गर्दै पुस 6 गतेसम्म भव्य रूपमा चलेको एनपिएलले त्यतिबेलै राम्रो प्रशंसा पाएको थियो। 8 टिमको सहभागिता रहेको प्रतियोगितामा विदेशी ख्यातिप्राप्त खेलाडीको भव्य उपस्थितिले प्रतियोगिताको उचाइ चुलिएको थियो। भारतीय पूर्व क्रिकेटर शिखर धवनदेखि वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा समेतको उपस्थितिले प्रतियोगिताको आकर्षण बेग्लै थियो। 8 टिमका समर्थकहरू आफ्ना टिमका जर्सीसहित प्रत्यक्ष क्रिकेट हेर्न पुग्थे। ठुलो सङ्ख्यामा दर्शकहरूको उपस्थितिले एनपिएलको लोकप्रियताले झनै उचाइ लिएको थियो। टिम मालिकहरूले टिमका लागि गरेको लगानी, दर्शकले काट्ने टिकट मार्फत हुने आम्दानी र टिम तथा खेलाडीलाई गरिएको स्पोन्सरसिपले निकै लगानी गरिएको प्रतियोगिताले नेपाली क्रिकेट प्रेमी निकै उत्साहित हुने वातावरण बनेको थियो। एनपिएलका लागि गरिएको खर्च, दर्शकको साथ लगायत कारणले एनपिएल मात्रै नभएर नेपाली क्रिकेटकै लोकप्रियता अन्तर्राष्ट्रिय स्तरमै चुलिएको थियो। एनपिएलमा दर्शकले देखाएको अपार माया, लगानीकर्ताले गरेको लगानीकै कारण नेपाली क्रिकेट क्षेत्रमा मात्रै नभएर समग्र खेलकुद क्षेत्रमै परिवर्तन आउन थालेको छ। अर्थात् एनपिएल नेपाली खेलकुद क्षेत्रलाई नै परिवर्तन गर्ने एक संवाहक बनेको छ। आखिर के हुन् त ती परिवर्तन? हेर्नुहोस् पुरा भिडियो, साथै हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरिदिनुहोस्। पहिलो परिवर्तन, कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्याराफिट र फ्लड लाइट जडानको काम। पहिलो संस्करणको एनपिएल रुखमै समेत चढेर हेरेका दर्शकले आगामी सिजनको एनपिएल प्याराफिटमा बसेर हेर्न पाउने करिब पक्का भएको छ। त्यसका लागि शहरी विकास मन्त्रालय अन्तर्गत प्याराफिट र फ्लड लाइट जडानका लागि ठेक्का लागेर निर्माणको काम भइरहेको छ। पछिल्लो समय प्याराफिटमा कुर्सी फिट गर्ने काम भइरहेको छ। गत वैशाखमै काम सम्पन्न गर्ने लक्ष्यअनुसार काम सुरु गरिए पनि विभिन्न कारणले अलिकति ढिलाइ हुन पुगेको निर्माण पक्षले बताएको छ। पछिल्लो समय निर्माण अवधि थप गरेर संरचना निर्माण भइरहेका छन्। आगामी सिजनको एनपिएल असोज र कार्तिकको बीचमा हुने प्रारम्भिक तयारी भइरहेकाले त्यतिबेलासम्म मैदानमा संरचना निर्माणको काम पुरा हुने निर्माण पक्षको भनाइ छ। दोस्रो परिवर्तन, नेपाली क्रिकेट टिमको आत्मविश्वासमा वृद्धि। एनपिएलकै प्रभावस्वरूप पछिल्लो समय नेपाली क्रिकेट टिममा आबद्ध खेलाडीको आत्मविश्वास निकै बढेको देखिन्छ। क्रिकेट वर्ल्ड कप लिग 2 खेल्न स्कटल्यान्ड गएको टिमले लिग 2 र त्यसपछिका 2020 सिरिजका कुनै पनि खेलमा अर्को टिमलाई कुनै पनि बेला हाबी हुन नदिएकोबाटै यसको पुष्टि हुन्छ। लिग 2 मा नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड बीच भएको त्रिकोणात्मक खेलका 4 खेलमध्ये 3 खेलमा जित निकाल्दै नेपाली टिमका खेलाडीले आफ्नो आत्मविश्वास प्रमाणित गरिदिएका छन्। श्रृङ्खलाको 4 खेलमध्ये एउटा मात्रै हार बेहोरेको खेलमा पनि नेपालले विशाल लक्ष्य अर्थात् 324 रनको लक्ष्य पछ्याउँदा 321 रन बनाएरै पराजित हुनु पुगेको थियो। त्यसबाहेक पछि ब्याटिङ गरेर 298 रनको लक्ष्य समेत नेपालले जितेर आफ्नो आत्मविश्वास प्रमाणित गरिदिएको हो। लिग 2 को श्रृङ्खलापछि स्कटल्यान्डमै स्कटल्यान्ड, नेदरल्यान्ड्स र नेपाल बीच भएको 2020 श्रृङ्खलामा पनि नेपाली खेलाडीले एनपिएल पछि आफूमा भरिएको आत्मविश्वास प्रमाणित गरिदिएका छन्। चाहिँ त्यो नेदरल्यान्डसँग 153 रनको लक्ष्यमा 3 पटक सुपर ओभरमा गराउनु परेको खेल होस् वा नेदरल्यान्डसँगकै खेलमा पछि ब्याटिङ गरेर 175 रनको लक्ष्य सहजै जित्नुहोस्, नेपाली खेलाडीले एनपिएलले भरेको आत्मविश्वास प्रमाणित गरिदिएका छन्। एसोसिएटका उत्कृष्ट मानिने नेदरल्यान्ड्स र स्कटल्यान्डलाई यो तहसम्मको टक्कर नेपाली टिमले विदेशी भूमिमै दिनुले नेपाली टिमका खेलाडीमा एनपिएलले निकै आत्मविश्वास भरिदिएको प्रमाणित हुन्छ। तेस्रो परिवर्तन, खेलकुद क्षेत्रको बजेट दोब्बरले वृद्धि हुनु। सरकारले जेठ 15 गते आगामी आर्थिक वर्ष 2082-83 को बजेट ल्याइसकेको छ। उक्त बजेट मार्फत सरकारले खेलकुद क्षेत्रको बजेटमा विगतको तुलनामा निकै वृद्धि गरेको छ। आगामी आर्थिक वर्षका लागि सरकारले क्रिकेटका पूर्वाधारलाई नै प्राथमिकतामा राखेर खेलकुदको बजेट गत वर्षको तुलनामा
करिब दोब्बर र अघिल्लो आर्थिक वर्षको तुलनामा करिब तेब्बरले बजेट बढाएको छ। आगामी आर्थिक वर्ष 82-83 का लागि खेलकुद क्षेत्रको बजेट 6 अर्ब 8 करोड रुपैयाँ विनियोजन गरिएको छ। गत आर्थिक वर्ष 2081-82 का लागि खेलकुद क्षेत्रमा 3 अर्ब 50 करोड रुपैयाँ विनियोजित थियो। 2080-81 मा 2 अर्ब 7 करोड 73 लाख रुपैयाँ तथा त्योभन्दा अघिल्लो आर्थिक वर्ष 2079-80 मा 2 अर्ब 46 करोड रुपैयाँ खेलकुद क्षेत्रमा सरकारले विनियोजन गरेको थियो। अर्को एवं चौथो, चलतीको सञ्चार माध्यममा खेलकुद पत्रकारको इन्ट्री। सुशासन क्षेत्रको प्रचलित अनलाइन मिडिया लोकान्तर.com मा खेलकुद पत्रकार नियुक्ति गरिएको छ। सुशासनमा खरो उत्रिँदै आएको लोकान्तरले खेलकुद पत्रकारको दिएको छ। यसअघि लोकान्तरमा बिड नै छुट्याएर खेलकुद पत्रकार नियुक्ति थिएनन्। यसको अर्थ लोकान्तरले खेलकुदका समाचार कभरेज नै गर्दैन थियो भन्ने होइन। घटनामा आधारित खेलकुदका समाचार पनि लोकान्तरमा प्रकाशित हुँदै आएका छन्। एनपिएलकै कारण सरकारले खेलकुद क्षेत्रको बजेट बढाएपछि बजेटमा हुन सक्ने सम्भावित बदमाशीमा निगरानी राख्न आफ्नो दायित्व अनुसार सञ्चार माध्यमले खेलकुद पत्रकार नियुक्ति गर्नु सकारात्मक पक्ष हो।